हर चीज को भावले आसमानै छोइसक्यो। यही जुस म पहिला 3 रुपियाँ गिलासमा बेच्थे। महँगो त कुरै नगरौँ न। कसरी चलाएको? डबल पेट्रोलको कमाल हो। डबल पेट्रोल? मोटरसाइकलमा पनि अनि आफूमा पनि। पान पनि लगाऊ होइन हजुर? लगायो। अच्छा, यही पान हजुर म पहिला 1 मोहरमा बेच्थे हजुर। यो जुस खाएर हजुरको जो पान खाने बानी छ मलाई बहुत राम्रो लाग्छ हजुर। हेर्नुहोस् जुस पिएर पान खानुको अलगै मजा छ हजुर। यो त हो। तपाईँ त हर रोज जुस खानुहुन्छ। यो जुस खाएको शक्ति चाहिँ कहाँ खर्च गर्नुहुन्छ? नमस्कार डाक्टर साहेब। नमस्कार। कैसा राम भरोसे? सब ठिकै छ हजुर। आज लेट भइगयो। अलिक लेट भयो, नाइट ड्युटी। अनि त्यो मैले दिएको कन्डम बेचिरहेको छ कि छैन? ऊ पनि बाँटिरहेको छु। कसैले लान्छन्, कोही त लान पटक्कै मन गर्दैन हजुर। ठिक छ। डाक्टर साहेब आज माथि जाने होइन? आज माथि नजाने। आज मेरो त्यहाँ कुनै काम छैन। ल त राम भरोसे म गए। जय राम जी के हजुर। पहिला बाइक उठाइदेऊ न यार। अलि बल गर्नु। कस्तो भारी बाइक रहेछ। भन्न के भएन यार। के भो कसरी चला? जाँड खाएर चला हो क्या? के भएको? वही त हो दारू। के हो आज पार्किङ त फुल छ नि। अब आज शुक्रबारको दिन, त्यस माथि पनि सोनामको डान्स। रवि बाबु तपाईँ आफै विचार गर्नुहोस्। आज भन्दा 3 महिना अगाडि कस्तो सुखा थियो। सोनम आएपछि त बाप रे बाप। आज इन्डिया गयो। टार्गेटै त्यत्रो छ। हान्छ तेन्दुलकर छ नि। तेन्दुलकर भए पनि सक्दैन। अस्ट्रेलियाको अगाडि सक्दैन के? हेर्दै जानुस् रवि बाबु। ल हेर्नु चौका पनि मार्यो। केही हुँदैन। अहिले विकेट झर्न थालेपछि फुत्तु झर्छ। त्यो भन्छ नि तू चल मैं आई। खै एउटा पान खाऊ त। भइहाल्छ नि हजुर। जाँड खाएर बाइक चलाउँछ। बडा गाह्रो काम छ तपाईहरूको। मेहनत पनि बढी गर्नुहुन्छ। मेहनत अनुसारको फल पनि त पाउनुहुन्छ नि। खै के फल पाउनु? 8 वर्षदेखिको सिपाहीको सिपाही नै छु। ल हजुर लिहाल्नुहोस्। ल अब यो खातामा लेख्ने है। 6 महिनादेखि खाली खातामा लेखाइरहेछ। आज माथि नजाने? आज अन्तै जाने हो। खोइ मलाई चाउचाउ देऊ न। लिएर जानुहुन्छ? चाउचाउ मात्र लिएर जाने त होइन होला नि त। माथि सोनमको कार्यक्रम सकेपछि सोनमलाई लिएर जाने। वही त हो। राम्री छे है? राम्री पनि छे, सोझी पनि छे। सोनमले मसँग केही कुरा पनि लुकाउँदिन नि। ऊ राम्री केटी हो। तर आफ्नो केही मजबुरीले गर्दा ऊ यो डान्स रेस्टुरेन्टमा डान्स गर्न आउँछ। हो र? लौ अनि के त कम दुःख छ सोनमलाई? नत्र सोनम जस्ती केटी यो डान्स रेस्टुरेन्टमा नाच्न आउँथ्यो होला त? आफै भन त। ऊ त हो। तपाईको सोनमसँग दोस्ती भएको धेरै न भयो? ऊ पहिला अर्कै ठाउँमा डान्स गर्थी, त्यहीदेखि नै चिन्जान भएको हो। बाप रे बाप, वही बेलादेखि चिन्जान भएछ। सोनमलाई लाँदै हुनुहुन्छ। यो पनि एउटा लगिहाल्नुहोस्। तिमी पनि सोनम जस्तो कुरा नगर न यार। सोनमलाई पनि हरेक पल्ट उसको र मेरो सम्बन्धमा कन्डमको जरुरत पर्दैन भनेर सम्झाउनु पर्छ। माया प्रेममा यसको जरुरत पर्दैन के। फेरि चिनेको मान्छेसँग जाँदा यो चाहिँदैन। यो त नचिनेको मान्छेसँग जाँदा पो त चाहिन्छ। तपाईले पो सोनमलाई चिन्नु भएको छ। सोनमले त दाइ 1 प्लेट ससेज प्याक गरिदिनुस् त। कति पैसा हो मेरो? सोनमको खाताको पनि हिसाब गर है। सोनमलाई बढी माया गर्नुहुन्छ। अस्ति मोबाइल पनि किनेर दिनु भएको थियो होइन? ल म गएँ। सोनम पार्किङमा आए जस्तो छ। जय जय। इन्डिया हार्छ आज। दाइ जुस पाइन्छ? पाइन्छ। त्यस्तो होइन,
कौन जुस बट्टाको जुस दिनुहोस् न ए बाबा बट्टाको जुस निकाला त कतिवटा 2टा दिनुहोस् न ए बाबा दुगो जुस निकाला बाबा हेलो सोनम पार्किङमा आइसक्यौ ए म पनि आइहालेँ भरेर चाहिला भनेर जुस सुस किनिरहेको हुन्छ म आइहालेँ दाइ यसो गर्नुहोस् न 2टा कुरकुरे 2टा चिज बल अनि 2टा वाइबर राखिदिनुहोस् न भइहाल्छ नि हजुर सोनामसँग जाँदै हुनुहुन्छ राम्रोसँग चिन्नुहुन्छ ल किन नचिन्नु नि नचिनेको भए सोनम मसँग जान्थ्यो त ऊ त हो डान्स सेसनमा काम गरे भन्दैमा नराम्रो सोच्नु हुँदैन कि उनले मलाई सबै कुरा बताउँछन् मसँग त केही पनि लुकाउँदैन नि हो र अनि के त कम दुःख छ उनलाई नभए सोनम जस्तो केटी यस्तो डान्स सेसनमा काम गर्थे कति पैसा भयो सोनमको पनि हिसाब गर्नु चाहिँ सोनमलाई बहुत माया गर्नुहुन्छ हैन सोनमलाई आज लाँदै हुनुहुन्छ हजुर त एउटा यो पनि लगिहाल्नुहोस् ए चाहिँदैन यो पहिलो पटकमा कहाँ यो चाहिन्छ नेक्स्ट टाइमदेखि ल्याउँला बरु फेरि सोनम र मेरो सम्बन्धमा कन्डमको के आवश्यकता उनलाई मैले नचिनेको होइन क्या अरे क्लिन बोल्ड भएपछि थाहा लाग्छ कति भयो सोनम म आइहालेँ आएँ कति पैसा भयो तपाईँको 1100 रुपियाँ भयो हजुर अनि डाक्टर राजीव ड्रेसिङ सक्यो यार माइनर ड्रेसिङ थियो खासै टाइम लागेन अनि तिम्रो पेसेन्ट छैन आज छ एकजना पेसेन्ट छ आउनुपर्ने खै अहिलेसम्म आइपुगेकै छैन आउला नि अनि हाउ वाज योर विकेन्ड विकेन्डको त कुरा नगरे यार किन के भयो र यार यो विकेन्डमा मैले मेरो जीवनको लक्ष्य पाए मेरो जिन्दगीको साथी पाए हो र हो यार डाक्टर समीर आई इन लभ डाक्टर समीर आई इन लभ कंग्रेचुलेसन यार कंग्रेचुलेसन थ्याङ्क्स अनि हाम्रो हुनेवाला भाउजूको नाम चाहिँ के हो सोनम धेरै दुःख छ उनीलाई नत्र सोनम जस्ती सोझी केटी त्यो डान्स स्टेसनमा नाच्दी होला त बिचारी सोनम